हेलो एभ्रिवान, नमस्कार। आई होप सबैजना ठिकै हुनुहुन्छ होला। म पनि एकदमै ठिकै छु। सो आज चाहिँ अन्नप्राशन देखिहाल्नु भयो है, हाम्रो बहिनीको नायुमी राई, मेरो मम्मीको कान्छी बहिनीको छोरीको चाहिँ आज पास्ने थियो नि त। सो त्यही भएर आज हामी चाहिँ यतातिर आएको छौँ। लाइक सबैजनाले हेरेर माया गरिदिनु होला है। तिमलाई अन्न खुवाउने यो शुभ दिन, हामी धेरै खुसी छौँ तिमलाई पाएदेखि। आज तिमलाई अन्न खुवाउने यो हो शुभ दिन, हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। मुटुको टुक्रा तिमी, हाम्रो जीवनको खुसी तिमी। मुटुको टुक्रा तिमी, हाम्रो जीवनको खुसी तिमी। आज तिमलाई अन्न खुवाउने यो हो शुभ दिन, हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ। तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ। भगवानको रूप तिमी, प्रकृतिको वरदान, गर्व लाग्छ भन्न पाउँदा तिमी हाम्रो सन्तान। तिमी हाम्रो सन्तान। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन, हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि। आँखाको तारा तिमी, हाम्रो जिउने सहारा तिमी। आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन। जब तिमी यो घरमा आयौ, चारैतिर खुसियाली छायो। जब तिमी यो घरमा आयौ, चारैतिर खुसियाली छायो। असल मान्छे बन्नु तिमी, सबको सेवा गर्नु, घर परिवार छरछिमेकमा राम्रो सन्देश छर्नु, राम्रो सन्देश छर्नु। अनि हामीले चाहिँ त्यति धेरै मान्छे हुनुहुन्थ्यो नि त, आफ्नै फ्यामिलीको मात्रै हुनुहुन्थ्यो, त्यति धेरै बोलाएको थिएनौँ। सो त्यही भएर हामीले चाहिँ घरमै गरेको। लाइक अब घरमै गरेपछि त अब भाँडा त धुनै पर्यो होइन, यो त हाम्रो ड्युटी हो नि त। लाइक त्यही भएर अनि हामी चाहिँ सबै पाहुनाहरू सबै त सकिजानु भएको थिएन। लाइक त्यही पनि अलिअलिको हुनुहुन्थ्यो, सकेपछि अनि हामीले चाहिँ भाँडा धुन थालेको। अनि यो चाहिँ बेलुकी मुमा हाम्रो हजुरआमाले चाहिँ सुनहरू थन्काउँदै हुनुहुँदो रहेछ, अनि म पनि लगाइदिएको क्या। अनि ऊ चाहिँ अब दिनमा त यता र उता भयो नि त, खासै सुत्नु पनि पाएको थिएन। सो यस्तै भयो, सबैजनाले हेरेर माया गरिदिनु होला। थ्याङ्क यू।